वाक्कै लगायो मलाई गाउँको मान्छेहरूले बिहामा गइस् भनेर। गइन नि भनेको मिठो मिठो खानेकुरो थियो अरे, दामी दामी रक्सीहरू पनि थियो अरे, हो सेकुवाहरू पनि थियो अरे, बुङ्गुरको मासु पनि थियो अरे। है कुन्ताको म खानु नपाएको मान्छे, कतै बिहाहरू हुन्छ कि भनेर सोचेर बसिरहेको बेला तर मसँग चाहिँ के थियो होला, मलाई त निम्तै दिएन। बाँड्नेसँग पनि थियो कि बा दुश्मनी, उसले पनि दिएन। होइन सबै गाउँको मान्छे बोलाइसकेपछि मलाई चाहिँ कसरी बिर्स्यो हौ? म पनि 40-45 वर्षदेखिको यही गाउँमा बसिरहेको छु त हौ। म पनि लेख्थेँ त हौ सरौता 150-200 भए पनि। कस्तो रहेछ मलाई चाहिँ बिर्सेको। सन्ठे डर झुकेगा नि साला।